Hi everyone, welcome my first daily vlog. म चाहिँ बिहान उठेर तातो पानी खाएँ, तातो पानी खाँदै खाना बसाएर तरकारीको लागि लसुन, सोप, धनिया, पियाज काटिरहेको छु। आज म तरकारी चाहिँ माछा फ्राई गरेर फेरि झोल लाउनुलाई यो लसुनहरू रेडी भयो। माछा पनि तारेर एकदम रेडी छ है। आज चाहिँ म माछा तारेर रेडी बनाइसकेँ। अब माछाको सुप बनाउनलाई चाहिँ सुप रेडी गरिरहेको छु। यसको लागि चाहिँ टमाटर रेडी छ, पियाज अनि जिरा, अदुवा, लसुन को ग्रेभी चाहिँ म एकछिन पकाउँछु। ग्रेभी पाकिसक्यो। अब चाहिँ म राम्ररी खरियो। अब खराइसकेपछि पानी लगाएर अब एकछिन उमाल्छु। यो चाहिँ अब एकछिन बाक्लो भइन्जल उमाल्छु। उम्लिसक्यो। अब उम्लिसकेपछि फेरि तारेको माछा लाउँछु अनि फेरि उमाल्छु। अब रेडी भयो माछाको तरकारी मेरो चाहिँ। अनि माछासँग खाने ढिँडो पनि रेडी भइसक्यो। अर्कोतिर खाने बेला भयो माछाको तरकारी र ढिँडो। यो चाहिँ पिखुवाको माछा। यो चाहिँ सोमियाको लागि, मेरो छोरीको फेभरेट। यो चाहिँ एकछिन मजाले तार्ने। अनि यो चाहिँ हाम्रो लागि रोटी चाहिँ मदर इन द लको लागि रेडी बनाइसकेँ। बेलुकाको खाना हाम्रो लागि त खानै रेडी। हामी चाहिँ 4 जना छौँ, तर 3 थरी पकाउनु पर्छ। खाना, रोटी, सब्जी। अनि यो चाहिँ रोटी, सुक्खा रोटी।